मान्छेभित्र एउटा दानव लुकेर बसेको हुन्छ। समय समयमा त्यो दानव बाहिर आउन खोज्छ। त्यो दानव यति ताकतवर छ, बाहिर आइहाल्यो भने सब तहस नहस पारिदिन सक्छ। आफ्नो परायो बुझ्दैन, उसले एउटै भाषा बुझ्छ, बर्बादी, चाहे त्यो आफ्नो होस् या अर्काको। प्रायजसो मान्छेहरू त्यो दानवलाई कन्ट्रोल गर्न सक्दैन र आफ्नै जिन्दगी बर्बाद भइसकेपछि मात्रै थाहा पाउँछ। यदि तपाईले त्यो दानवमाथि कन्ट्रोल पाउनुभयो भने त्यसको पुरै ताकत तपाईँ आफ्नो भलाइको लागि प्रयोग गर्न सक्नुहुन्छ। त्यसैले म भन्छु, त्यो दानवलाई खुला छोडेर आफूलाई ताकतवर नसोच्नुस्। यदि ताकत छ भने त्यो दानवसँग लड्नुस्, त्यसलाई हराउनुस्, त्यसलाई आफ्नो बसमा पार्नुस् र त्यसको शक्ति आफ्नो भलाइको लागि प्रयोग गर्नुस्।